प्रश्नहरूको उत्तर दिने कोसिस गर्नुहोस् है त। ल, सबैभन्दा पहिला मैले तपाईँहरूलाई सोधेँ, भूमध्यरेखीय क्षेत्रमा किन सालैभर गर्मी र सालैभर वर्षा हुन्छ? ल सोच्नुहोस् त विद्यार्थीहरू, किन भूमध्यरेखीय क्षेत्रमा सालैभर गर्मी र सालैभर वर्षा हुन्छ? सोच्नुभयो? अवश्य पनि तपाईँहरूले उत्तर पनि सोच्नुभयो होला। उत्तर तपाईँले सोचेको उत्तर मिल्छ कि मिल्दैन अब सम्झिनुहोस् है त, म भन्छु। भूमध्यरेखीयमा क्षेत्रमा सालैभर गर्मी हुनुको कारण त्यहाँ सालैभर सूर्यको किरण सिधा पर्छ, त्यसैले त्यहाँ सालैभर गर्मी हुन्छ। सालैभर गर्मी भएको हुनाले गर्मीको कारणले गर्दा जलसतहको पानी तातेर माथि उडेर जान्छ र बाफ बनेर जान्छ र त्यसबाट वर्षा हुन्छ। त्यसैले सालैभर गर्मी भएपछि सालैभर वर्षा भइरहन्छ। यसको कारण यही हो। अवश्य पनि तपाईँले यही उत्तर सोध्नु भएको थियो होला। अब उष्ण तृणभूमिको क्षेत्रका मानिसहरूको आर्थिक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ होला? जुन अघि मैले तपाईँलाई देखाएँ, हाउसा र मसाई जातिका मानिसहरू अत्यन्तै गरिबी अवस्थामा, अत्यन्तै अविकसित अवस्थामा रहेका छन् र यहाँ आर्थिक सङ्कट छ भन्ने कुरा जुन मैले बताएँ, यहाँका मानिसहरूको अवस्था सुधार गर्न के गर्न सकिन्छ होला? तपाईँले अनुमान गर्नु पर्यो। यहाँका मानिसहरूको अवस्था सुधार गर्नको लागि गर्न सकिने कुरा भनेको यहाँका मानिसहरूलाई कृषिका आधुनिक तरिकाहरू सिकाउनु पर्यो हैन। त्यस्तै गरी स्थायी रूपमा एकै ठाउँमा बसोबास गर्ने स्थलको खोजी गरेर त्यहाँ बसोबास गराउनु पर्यो र त्यस्तै गरी त्यहाँ चाहिने भौतिक पूर्वाधारहरू, सुख सुविधाहरू, बाटोघाटो कुराहरू चाहिँ व्यवस्था गरिदिनु पर्यो त्यहाँ त्यो देशको सरकारले। त्यस्तै गरी त्यो क्षेत्रमा जुन पर्यटन राष्ट्रिय निकुञ्जको घोषणा गरेको हुनाले पर्यटकहरू, विश्वका विभिन्न पर्यटकहरू आउँछन्, ती विश्वबाट आउने पर्यटकहरूलाई त्यो क्षेत्रमा स्थानीय उत्पादन गरेर बिक्री गर्ने हैन, उनीहरूको लागि आवश्यक सामानहरू उत्पादन गर्ने गरेर अनि पर्यटनसँग सम्बन्धित तालिमहरू दिने र त्यहाँ होटल, रेस्टुरेन्टहरू अथवा आवास गृहहरू बनाएर त्यो पर्यटन उद्योगबाट पनि त्यहाँ फाइदा लिन सकिन्छ र त्यहाँका मानिसहरूको कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सकिन्छ र त्यहाँका मानिसहरूलाई शिक्षा पनि दिनु पर्यो। ती गऱ्यो भने, त्यो कुराहरू गऱ्यो भने के गर्न सकिन्छ त? त्यहाँको आर्थिक अवस्थालाई सुधार्न सकिन्छ। अब विश्वको नक्सामा भूमध्यरेखा हावापानीका क्षेत्रहरू सङ्केत गर्नुहोस् भनेको छ। तपाईँले विश्वको एउटा खाली नक्सामा यो तरिकाले तपाईँले यो हावापानीहरूलाई, भूमध्यरेखा हावापानीलाई देखाउन सक्नुपर्छ। यस्तो खाली नक्साहरू पाइन्छ र त्यो खाली नक्साहरू तपाईँले खोजेर त्यहाँ चाहिँ भूमध्यरेखा हावापानीको क्षेत्र भरेर देखाउनु पर्ने हुन्छ है त। साभाना घाँसे भूमिमा रहेका पन्छीहरू उड्नभन्दा दौडन सिपालु हुन्छन् किन भनेको छ? हेर्नुहोस् त, यो साभाना घाँसे भूमिमा रहेका पन्छीहरू चाहिँ उड्नभन्दा दौडन सिपालु हुन्छन्। यी पन्छीहरू उड्न सक्दैनन्, किन भन्दा यिनीहरूको जिउ ठुलो हुन्छ र यिनीहरू किन उड्न सक्दैन भन्दा त्यहाँ रुखै हुँदैन। रुख नभएपछि उडेर कहाँ गएर बस्ने? यिनीहरूको पखेटा पनि सानो खालको हुन्छ, खुट्टा लामो लामो खालको हुन्छ, त्यसैले यिनीहरू दौडिन बढी सक्ने र उड्न नसक्ने हुन्छन्। जिउ भारी पनि हुन्छ। त्यस हुनाले यिनीहरू उड्न नसक्नुको पछाडिको कारणहरू के हुन्छ भन्दा उड्ने प्र्याक्टिस छैन एउटा कुरो, अर्को रुखहरूभन्दा घाँसे भूमि बढी छ, चराहरूको तौल बढी छ, उडेर बेग हान्न यिनीहरू सक्दैनन्, जोडले दौडिन मात्रै सक्छन्, भुइँमा फुल पार्ने र भुइँमै आफ्नो बच्चाहरू कोरल्ने यिनीहरूले गर्छन् र घाँसमै लुकेर उनीहरू सुरक्षित महसुस गर्छन्। त्यस कारणले गर्दा यो सभाना घाँसे भूमिमा रहेका पन्छीहरू उड्नभन्दा दौडन सिपालु हुन्छन्। ल, मौसमी हावापानीको क्षेत्र मानव स्वास्थ्य र कृषिका लागि उपयुक्त छ भन्ने तथ्यलाई उदाहरणसहित स्पष्ट गर्नुहोस् भन्यो भने तपाईँ के भन्नुहुन्छ? तपाईँले के भन्नुहुन्छ त भन्दाखेरि यो हावापानी मानव स्वास्थ्यको लागि राम्रो छ, कृषिको लागि उपयुक्त छ भन्ने तथ्यलाई उदाहरणसहित दिनु पर्यो। भन्नाले यो हावापानी जस्तै दक्षिण पूर्व एसिया, नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, यी देशहरूमा बस्ती बाक्लो छ, खेती एकदमै कृषिको विकास धेरै भएको छ, खाद्य र नगदे बालीहरू धेरै उत्पादन भएको छ, ती खाद्य र नगदे बालीहरूबाट धेरै उद्योग, व्यापार, व्यवसायको विकास भएको छ। यही प्रमाण हो। त्यस कारणले गर्दा यो हावापानी स्वस्थकर छ, यो हावापानी कृषिको लागि उपयुक्त छ, माटो राम्रो छ, वर्षा धेरै हुन्छ। त्यसैले यो उष्ण मौसमी हावापानी मानव स्वास्थ्य र कृषिका लागि उपयुक्त छ भन्ने कुरो यिनै मुख्य बुँदाहरूबाट हामीले भन्नुपर्ने हुन्छ। त्यस्तै गरी मरुस्थलीय क्षेत्रमा काँडेदार बिरुवा, खसरा र चिप्ला पातयुक्त क्याक्टस जातका वनस्पति मात्र पाइनुको कारण के होला भन्दा अब के भन्नुहुन्छ त भन्दा त्यो ठाउँमा बढी गर्मी हुने भएको हुनाले र बाफिलो वायुको प्रभाव नहुने भएको हुनाले त्यो ठाउँमा सधैँ सुक्खा हुन्छ, उष्ण हुन्छ र सुक्खा हुन्छ, गर्मी हुन्छ र सुक्खा हुन्छ। गर्मी र सुक्खाको कारणले गर्दा पानी हुँदैन
र रुख बिरुवाहरूको लागि चाहिँ पानी पर्याप्त मात्रामा चाहिन्छ। त्यसैले त्यहाँ चाहिँ थोरै पानीमा पनि बाँच्न सक्ने, जमिनको तलसम्म गएर पानी खोजेर ल्याउन सक्ने लामो जरा भएका बिरुवाहरू, अनि पानी लामो समयसम्म सञ्चय गरेर राख्न सक्ने चिप्ला, बाक्लो, मोटो पात भएका त्यस्ता क्याक्टस जातका बिरुवाहरू मात्रै त्यहाँ पाइने हो। यो कुराहरू हामीले भन्नु पर्यो है। यस्ता बिरुवाहरू मात्रै त्यहाँ पाइन्छ। विश्वको खाली नक्सामा दिएका उष्ण मरुस्थलीय क्षेत्रहरू अङ्कित गर्नुहोस् भनेको छ। तपाईँले विश्वको खाली नक्सामा सहारा मरुभूमि, कलाहारी मरुभूमि, थार मरुभूमि, पश्चिम अस्ट्रेलियाको मरुभूमि देखाउनु पर्यो। तपाईँले एउटा खाली नक्सामा यी मरुभूमिलाई यसरी सङ्केत गर्नु जान्नुपर्छ। परीक्षामा पनि यस्ता सङ्केत गर्न समय सोधेको हुन्छ र नभए पनि हामीले हाम्रो आफ्नो जानकारीको लागि पनि यस्ता मरुभूमिहरू कहाँ छन् त, ती मरुभूमिको नाम के हो भन्ने कुराहरूको बारेमा जानकारी लिनुपर्ने हुन्छ। त्यसै गरी यहाँ दिए जस्तै तपाईँले टेबल एउटा बनाउनु होला र यहाँ अघि मैले भनेका भूमध्यरेखी हावापानी, उष्ण तृणभूमिको हावापानी, उष्ण मरुस्थलीय हावापानी र उष्ण मौसमी हावापानी यसरी लेख्नु होला। र यो हावापानीको विशेषता के छन् त? जस्तै भूमध्यरेखी हावापानीको विशेषता के छ सम्झिनुहोस् त, सालैभर गर्मी र सालैभर वर्षा मुख्य विशेषता। उष्ण तृणभूमिको हावापानी ग्रीष्म गर्मी र थोरै वर्षा, हिउँ ठन्डा र सुक्खा। उष्ण मरुस्थलीय हावापानीको विशेषता ग्रीष्म गर्मी र हिउँ ठन्डा र वर्षैभर सुक्खा। त्यसै गरी उष्ण मौसमी हावापानीको विशेषता ग्रीष्म गर्मी र वर्षा, हिउँ ठन्डा र सुक्खा। ल, यति कुरा